टिएससी शैक्षिक चौतारी पेजमा यहाँहरू सबैलाई स्वागत एवं नमस्कार छ। साथीहरू, परीक्षाको समयमा विद्यालय तहका हरेक कक्षा र विषयका लागि हामीले धेरै पटक प्रश्नपत्र निर्माण गर्नुपर्ने हुन्छ र प्रश्नपत्र पनि बनाइरहेका हुन्छौँ। तर हामीमध्ये धेरैले प्रश्नपत्र निर्माण गर्दा योजना नबनाइकन निर्माण गर्छौँ र त्यसको परीक्षण तथा विश्लेषण पनि गर्दैनौँ, जसका कारण हाम्रो विषयगत र कक्षागत सिकाइ उपलब्धि समेत प्रभाव परिरहेको हुन्छ। न्यून सिकाइ उपलब्धि हुन सक्छ। तसर्थ कुनै पनि तह, कक्षा वा विषयको प्रश्न निर्माण गर्दा हामीले प्रश्नपत्र निर्माणको प्रमुख आधार विशिष्टीकरण तालिका लाई अपनाउनु पर्ने हुन्छ वा प्रयोगमा ल्याउनु पर्ने हुन्छ। विशिष्टीकरण तालिकाले शैक्षिक योजना निर्माण गर्न, परीक्षणका प्रश्नपत्र निर्माण गर्न र विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने हुन्छ। तसर्थ आज हामीले प्रश्नपत्र निर्माण गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण बुँदाका बारेमा सचेत र जानकार भई अगाडि बढ्नेछौँ, जसको परिणामस्वरूप भावी दिनहरूमा सिकाइ उपलब्धि सुधारमा महत्त्वपूर्ण टेवा पुग्नेछ। प्रश्नपत्र निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरूमा सबैभन्दा महत्त्वपूर्ण कुरा विशिष्टीकरण तालिका अनुसार प्रश्न निर्माण गर्नुपर्ने हुन्छ। साथीहरू, पाठ्यक्रमका सबै विधा र क्षेत्रलाई समेट्ने गरी प्रश्नपत्र तयार गर्नुपर्दछ। प्रश्नहरू पाठ्यक्रमका तहगत सक्षमता तथा कक्षागत सिकाइ उपलब्धि मापन गर्ने खालका हुनुपर्दछ। जहिले पनि प्रश्नहरू दोहोरो अर्थ नलाग्ने खालका हुनुपर्छ। प्रश्नहरू विश्वसनीय र वैध हुनुपर्छ। विश्वसनीय र वैध भन्ने बित्तिकै हामी के सम्झनुपर्ने हुन्छ भने प्रश्नपत्र सकेसम्म विश्वसनीय र वैध बनाउनका लागि जसले परीक्षण गरे पनि उस्तै अङ्क र जहिले परीक्षा लिँदा पनि प्राप्ताङ्क फरक नहुने गरी प्रश्नपत्र तयार गर्नु नै विश्वसनीयता र वैधतालाई सम्झनुपर्ने हुन्छ। र प्रश्नपत्रमा प्रयोग गरिने भाषा स्पष्ट र बोधगम्य हुनुपर्दछ। प्रश्नको प्रकृति अनुसार अङ्कभार समय स्पष्ट उल्लेख गर्नुपर्दछ र उत्तरको सङ्केत नगर्ने खालका प्रश्नहरू समेट्नु पर्दछ। प्रश्नपत्रमा कहिलेकाहीँ हामीले प्रश्नको उत्तर समेत सङ्केत हुने खालका प्रश्नहरू दोहोऱ्याइदिने हुन्छौँ र भाषा पनि स्पष्ट र बोधगम्य नहुन सक्छ। त्यसकारण प्रश्नपत्र निर्माण गर्दा उत्तरको सङ्केत नगर्ने खालका प्रश्नहरू निर्माण गर्नुपर्ने हुन्छ। निर्माण गर्दा हामीले सचेत हुनुपर्ने हुन्छ। प्रश्नहरू ज्ञान, बोध, सिपको मूल्याङ्कनको दिशामा निर्देशित हुनुपर्दछ। प्रश्नहरूमा विभेदीकरणको गुण हुनुपर्छ, जसले गर्दा उच्च, मध्यम, निम्न खालका विद्यार्थीहरू पहिचान गर्न सकियोस्। प्रश्नहरू पाठ्यपुस्तकबाट हुबहु सार्न मिल्ने वा कण्ठ गरेका उत्तर लेख्न नमिल्ने खालका हुनुपर्दछ। प्रश्नहरू उत्तरमा मौलिकता र सृजनशीलता झल्किने खालका हुनुपर्छ। सक्षमताको निर्माण गर्न सक्ने खालका प्रश्नहरू हुनुपर्छ। विद्यार्थीहरूमा आलोचनात्मक सोचको विकास गर्न सक्ने प्रवृत्तिका प्रश्नहरू हुनुपर्दछ। यी प्रश्नपत्र निर्माणका प्रमुख आधारहरूलाई हामीले सधैँ प्रश्नपत्र निर्माण गर्दा ध्यान दिनुपर्ने हुन्छ, अपनाउनु पर्ने हुन्छ। प्रश्नपत्र निर्माण गर्दा पाठ्यक्रम, सिकाइ उपलब्धि, विशिष्टीकरण तालिका, कक्षाको स्तर, समय, पूर्णाङ्क, विषयवस्तुको महत्त्वलाई आधार मान्नुपर्ने हुँदछ र प्रश्नपत्रको कठिनाइ स्तरलाई पनि सन्तुलन गर्नुपर्ने हुन्छ। प्रश्नहरू जहिले पनि
सजिलो, मध्यम, गाह्रो गरी 3 किसिमको सन्तुलन मिलाउँदा उत्तम मानिन्छ। सजिलो प्रश्नले खास गरी ज्ञान क्षेत्रको जाँच गर्न छुट्याइएको हुन्छ, अनि बुझाइ क्षेत्रका लागि मध्यम खालको प्रश्नहरू मध्यम प्रश्न निर्माण गर्नुपर्ने हुन्छ र विश्लेषण र प्रयोग क्षमता जाँच गर्नका लागि गाह्रो प्रश्नहरू निर्माण गर्नुपर्ने हुन्छ। जहिले पनि प्रश्नपत्रमा 30% सजिलो, 50% जति मध्यम र 20% जति गाह्रो प्रश्नहरू निर्माण गर्दा राम्रो उपयुक्त प्रश्नपत्र मानिन्छ। जस्तै धेरै छोटो प्रश्न बनाउँदा अब विज्ञानको विषयवस्तु हेर्दा DNA को रूप लेख्नुहोस् भनेर हामीले प्रश्न सोध्यौँ भने यो धेरै छोटो प्रश्न मानिन्छ। अनि छोटो प्रश्न एसिड रेन भनेको के हो, 1 लाइन जति बच्चाहरू लेख्न पाउँछन्, जसलाई हामीले छोटो प्रश्नका रूपमा लिनुपर्ने हुन्छ। लामो प्रश्न वायुमण्डलको संरचना वर्णन गर्नुहोस्। त्यसै गरी चौथो खालको प्रश्न छ वस्तुगत प्रश्न, जुन अहिले बढी प्रयोगमा ल्याइएको र बढी विश्वसनीय वैध मानिने प्रश्न हो वस्तुगत प्रश्न। वस्तुगत प्रश्नमा विशेष गरी कम्तीमा पनि 3-4 वटा विकल्पहरू दिनुपर्ने हुन्छ र विकल्पहरू समान खालका र राम्रो कमजोर विद्यार्थी छुट्याउने खालका विकल्पहरू दिएको हुनुपर्दछ। जस्तै उदाहरणको लागि पृथ्वीको सबैभन्दा ठुलो महासागर कुन हो भनेर प्रश्न सोद्धा 4 वटा विकल्पमा A मा पेसिफिक, B मा अटलान्टिक, C मा इन्डियन, D मा आर्कटिक गरी यसरी 4 वटा विकल्पहरू दिँदा उपयुक्त मानिन्छ। र प्रश्नपत्रमा भाषाको प्रयोग जहिले पनि स्पष्ट सरल हुनुपर्छ, अस्पष्ट शब्दको प्रयोग कहिले पनि गर्नु हुँदैन। प्रश्नपत्र छोटो र बुझ्न सजिलो हुनुपर्छ र भरसक त्रुटि रहित हुनुपर्दछ। प्रश्नपत्र निर्माण गर्दा हामीले ब्लुप्रिन्टको प्रयोग पनि गर्नु उपयुक्त मानिन्छ। ब्लुप्रिन्ट भन्दा विषयवस्तु अनुसारको प्रश्न वितरण गरिएको तालिका हो, जसमा अङ्क, प्रश्नको प्रकार स्पष्ट हुन्छ, प्रश्नपत्र सन्तुलित र व्यवस्थित हुन्छ। जस्तो उदाहरणको लागि समूह A मा धेरै छोटा प्रश्नहरू 1-1 अङ्कको, समूह B मा छोटो प्रश्नहरू 2-2 अङ्कको, समूह C मा लामो प्रश्न 5-5 वा 10-10 अङ्कको गरी यसरी प्रश्नपत्रको संरचना मुख्य गरी 3 वा 4 वटा समूहमा विभाजित भएको हुँदा राम्रो मानिन्छ। अन्तमा साथीहरू, निष्कर्षमा हामी के भन्न वा सचेत गर्न चाहन्छौँ भने पाठ्यक्रममा आधारित प्रश्नपत्र बनाउनुपर्छ, ब्लुप्रिन्टको प्रयोग गर्नुपर्छ, विशिष्टीकरण तालिका र पाठ्यक्रमको महत्त्वपूर्ण स्थान रहन्छ, ध्यान दिनुपर्ने हुन्छ, प्रश्नको कठिनाइ स्तर सन्तुलित गर्नुपर्ने हुन्छ र प्रश्नपत्रमा स्पष्ट भाषाको प्रयोग गर्दा अति उत्तम मानिन्छ भन्दै आज हामी प्रश्नपत्र निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा सचेत एवं जानकारी दिँदै यो कक्षा अन्त्य गर्छौँ। धन्यवाद एवं नमस्कार।